Hello guys, welcome back to my channel and it's me Lil Happy guys. आज आज चाहिँ म लाग्दिएको भनौँ नेपाल अन्त बिहान बिहानै चिया खाँदै हो। आजको आउटफिट चाहिँ यस्तो छ। अन्त आजको यहाँ सुक्खाको वेदर चाहिँ होइन गाइस, यस्तो रहेछ धुम्म हो। हामी चाहिँ आज चाहिँ के भन्छ झापा जानु के भयो? अन्त यहाँबाट चाहिँ यस्तो देख्छ गाइस। अन्त यहाँनिर पनि रेडी हुँदैछ। गाइस हामी चाहिँ पढ्ने हो, यता भाइ न यता छेमा मामा बाजे उता बहिनी हो। अन्त यहाँ चाहिँ गाडीमा मैले बनाएन, गाडीमा गीत बज्दै थियो नि त देख्दा आएको भाइले चाहिँ मेरो क्याप लगाइदिएर खुसी भइदिएर म कहाँ खान्छु लान्छ यो मेरो हो, यो बहिनीको आइसक्यो ल गाइस। उसको नाम चाहिँ के भन्नु कुन चाहिँ नामले भन्नु, 10वटा जस्तो नाम छ। अब उसको नाम चाहिँ खासमा चाहिँ निङलङ हो। अर्को बोलाउने चाहिँ श्रेया, मैले राखेको चाहिँ गाइस ल गाइस खाएंगे पिएंगे और फिर हम आपको देंगे। बिचाको हिजो कुनै के जान्नु दिन्न, कुनै के भन्दाखेरि झन्डैले रुनु ल गाइस। हामी चाहिँ होइन यो के भन्छ, के हो भाइ यो जग्गाको नाम? बिर्तामोडको आँखाको हस्पिटलमा आइपुग्यो हो। अन्त यहाँ बच्चाहरूले चाहिँ फोटो खिच्दै रहेछ हो। ए बच्चा भन्दैन नि त, मजा आइदियो गाडीमा गाइस। यहाँ दामी रहेछ जग्गा चाहिँ, सेटिस लाग्यो होइन, टन टन लाग्यो, मेरो जिउबाट पसिना आइदियो, गरम भइदियो होइन। यहाँनिर चाहिँ सेटिस है गाइस, अलिक पैसा खर्च गरेर आयो भने चाहिँ यहाँ चाहिँ दामी हुन्छ गाइस। आउने मौका है। यो चाहिँ यहाँनिर चाहिँ अन्धाहरू रहेछ होइन गाइस, ठिकै छ। यहाँ दामी छ, हस्पिटल जस्तो छैन नि गाइस यहाँनिर, यहाँ सेटिस छ टक्क होइन। अन्त टक्कै सबै यस्तो छ गाइस यो भित्र चाहिँ हो। यो बच्चाहरू चिन्ता अरे नि त, मैले चाहिँ देखिनँ गाइस। ओके गाइस, we get bored क्या, पुरा अल्छी लाग्छ भित्र चाहिँ हो।
हरेस लाग्थ्यो अन्त बाहिर आइदिएको फेरि होइन गाडी चाहिँ यहाँनिर टक्क फोन चार्ज तर चाबी छोड्नु पऱ्यो नि त्यसको लागि आइज गाइस यिनीहरूले पनि यहाँ घुमाउँदैछ मलाई गरम छ फेरि बाहिर भित्र शीतल हो यहाँ घाम लागिदिइरहेको छ हो माथि त पानी पर्दिँदै थियो अब होइन यहाँ घाम लागिदिइरहेको छ के भन्नु अब यस्तो यहाँ चाहिँ पार्किङ हुँदो रहेछ यो चाहिँ हस्पिटलको ब्याक साइड भनौँ न त्यस्तै ब्याक साइडै भनौँ न के यो चाहिँ ग्रास ग्राउन्ड यो भनेको तिमीहरूले यो चाहिँ ग्रास ग्राउन्ड हो नि त विदाउट रिङको चाहिँ ग्रास ग्राउन्ड रहेछ नि त यहाँ गरम छ तर गाइस हावा आउँदैछ तातो यिनीहरू चाहिँ यस्तो छ मङ्किसहरू चाहिँ यसरी चढ्छ नि त बाटो छ होइन काहीँबाट छ होला याद छैन मलाई तर अब हामी मङ्कीहरू चाहिँ अब यहाँबाट यसरी जान्छ नि त अब उसको त कहाँ लङ्गडी हो हाम्रो अस्तिको लङ्गडी पनि चाहिँ गाइस आज चाहिँ राम्ररी हिँड्दैछ है अहिले अलिक खुट्टा सेट भएको छ कि अहिले चाहिँ फेरि दामी हिँड्छ नि हाम्रो बेहेन होइन बेहेन ओ बहिनी आज चाहिँ आनो नगरिदिने अन्त यता हेरेर हौ ए बहिनी चाहिँ ऱ्यापिकको बहिनी हो नि त होइन के भन्दैौ न अन्त हाम्रो सिसलाई चाहिँ के गर्नु अरे हेभी छ नि फेरि ल गाइस अहिले उसलाई देखाइरह्यो भने त फेरि हिरो नि लाग्योहरू भनिदिन्छ कि हिरो नि लाग्योहरू भनिदिन्छ हिरो नि हो जस्तोहरू आफूलाई भनिदिन्छ नि त कहाँ गयो त तिनीहरू अम्बो सोधिरहेको रहेछ आउन तिनीहरूको कन्टेन्ट गाइस दामी रहेछ ग्रास ग्राउन्ड चाहिँ फेरि दामी छ है गाइस मस्त यो ओजी रहेछ नि त है घाँस ए भाइ केही भन्थ्यो यो ग्राउन्डको बारेमा पनि अब ए भाइ ए ग्राउन्डको बारेमा पनि केही भन्दैन नि त अघि हस्पिटल भनेको छ पैसा तिरेर पैसा चाहिँ तिर्नु पर्यो अब यहाँको कम्युनिटीलाई भनेर हो प्र्याक्टिस जति गराउँदा हुन्छ होला गाइस इफ तपाईँहरू मेचीमा बस्नुहुन्छ यो बिर्ता मोडमा बस्नुहुन्छ भने अन्त हाम्रो अर्को चाहिँ फेरि यहाँनिर हल्का ल्यान्डिङ हानिदिइरहेको रहेछ नि त ए भाइ के भइदियो माथिस के हो ल्यान्डिङ हानिदिएको माथेर ला यो माथेर सुतेछ अर्कोलाई डान्स गर्नु मन परेछ हो सुत्नु त मलाई मन छ नि मुतेको होला नि त कुकुरले आउनु पनि सक्छ नि होइन गाइस मिनी खेल्छ नि मिनी पनि छ मिनी भिनी है जु बहिनी तिमी फोन चार्ज हाल लु हेरिदिउँ त ओहो ला हाम्रो लङ्गडीलाई झर्नु साह्रो पर्यो अब मलाई साह्रो पर्दैन ल आऊ त त्यही त भनेको गाइस गरममा आइदिन्छ मेरो हातमा यस्तो के निक्लिदिन्छ हौ यसो हल्का के यसो हल्का फोकाहरू आइदिन्छ हौ क्या आइदिएको यस्तोमा फोकाहरू कि अब एकछिन गाडीमा बस्थ्यौँ होइन बहिनीले फोन चार्ज हाल्छ अरे फोन चार्ज हाल्थ्यौँ
म पनि फोन चार्ज हाल्छु एकछिनबाट म भ्लग आजकल म भ्लगलाई निकै उयो गर्न सक्छु गाइस यता गयो उता गयो यता भ्लग उता गयो भ्लग के बे गाइस यो चाहिँ मेरो गाडी भन्दा कस्तो सुन्छ होला यो चाहिँ मेरो गाडी भन्दा चाहिँ कस्तो सुन्छ होला है गाइस चाबी नै छ गाइस चारैतिर आइस फेरि गाडीको चाबीमा पनि आइस नि फेरि ल गाइस अब ल्यापिक जो पर्यो आइस त हुनै पर्यो गाडीको चाबीमा पनि न के खोलिदिनु पिछेको चाहिँ खोल ल भाइ आफै भित्रबाट हो बहिनी पर्खनु यहाँ चढ्नु टाइम लाग्छ नि त मलाई गाइस बहिनीहरूले ओक्लो हो गरम हुन्छ झन् होइन होस् शीतलै हुन्छ नखाइदे बहिनीको म त खानु पर्छ किन चार्जर चार्जर छ यहाँ मामाको पर्खै बहिनी अन गर्नुपर्छ यो त ब्याट्रीले गर्छ होइन अहिले यहाँ गाडी अन गर्नु पर्यो ल होइन ब्याट्री ज्यादा ब्याट्री सट हुँदैन फेरि मनमा राख्नुपर्छ मेरो छोरीतिर काहीँ काम नगर्नु म त रुइदिन्छु चलाइदिन्छ यो चार्ज भयो त देखिदिन्छ चलाएर त ओइ गाइस हामी चाहिँ गाडीभित्र आइपुग्यो त्यो चाहिँ बन्द गर न बहिनी होइन गाइस गरम हुन्छ बन्द गरेर गाडीभित्र होइन गाइस हामी चाहिँ कुलर छैन तपाईँहरू नि आयो भने चाहिँ होइन गरम हुन्छ है गाइस पसिना सरी क्या यस्तो भइदियो क्या पसिना चाहिँ हामी चाहिँ गाडीभित्र होइन ए भाइ मेरो उयो खै तँ यहाँ दिदी छ यहाँ भ्लग हुँदैछ तँ त्यस्तो बोल्छ हालिदिन्छु त पर्खिन हालिदिन्छु त तिमीहरूको अब पर्खिन हाल्यो गाइस हो हामी चाहिँ हाम्रो चाहिँ स्याड बहिनी ब्याट्री सक्छ गाडीको हामी कलेज उधिरह्यो हो एक दिन सोधे उसले मलाई ताने मैले पनि ताने सन्चो माने हो गाइस हामी चाहिँ त्यस्तै भन्नु फेरि गरम भयो कसम कहाँ जानु अब खोला छैन यही हो होइन हस्पिटल यहाँ पार्किङ यो गाडी होइन गाइस हाफप्लेनमा बस्नु पर्छ अलिक दिनमा गाइस भ्लग आउँछ है गाडीमा भ्लग ला बहिनी चाबी झरेछ हुँदैछ त चार्ज हुँदैछ नि अन्त चार्ज त गाइस यसरी भ्लग आउँछ है ल गाइस टक्कै एउटा हातले चलाउँदै गरेको एउटा हातले पक्रिँदै गरेको के लक्के गाइस अब चाहिँ तपाईँहरूको भाइलाई तपाईँहरूले अहिले एकछिनमा भेट्नुहोस् त्यति भन्दै अहिले बाई बाई अहिले एकछिनमा भेट्दिउँ ओके गाइस हामीले चाहिँ आइसक्रिम किन्यो बहिनीले आइसक्रिम लोक गरेर हो सिसा ढोक्दैछ रिसाइदिन्छ यसरी हो रिसाउँदै यसरी फुइदिन्छ हो हामी चाहिँ नुहाइदै गरिदिन हल्का नि अब बस्तिरहेको हो के भएको बहिनी यो चाहिँ भर्खर हामी गइकन लिएको गाइस तल मैले झन् उयो छ सिसा आउने बित्तिकै किन अम्बो भाइले चाहिँ मकै हानिदिँदो रहेछ नि त म पनि खाइदिन्छु मकै यस्तो यो हाल्नु पर्ने रहेछ नि त छोड्न गाइस हल्का बाइट गाइस
त्यहाँ टुटा राख्दै त्यो चाहिँ होइन रे गाई यो चाहिँ अलिकति हन्सन्स छ कि यत्रो बढे हानिदिन्छ सब म त भाइ ठिकैको खान्छु मलाई अझै यसले राखिदिनु र भन्दै थियो गाई ए भाइ के हो अन्त छ प्याक्स छ त है झाडा तँ चाहिँ नहुँदैन अब अब नहुँदैन जानुपर्छ अङ्कल हो अन्त यस्तो गाई छ होइन अब त्यहाँनिर कति घन्टा चाहिँ अब त्यहाँ बस्छ होला कति 4-5 घन्टा बस्छ 1:30 त्यहाँ कति बस्छ नानी बिना त्यो टाइम हेरेन हो 1:30 बसेको भर्खर भन्दा यहाँ कति हाफ एन आवर सुत्यो होला हो लङ्गडीको चाहिँ खुट्टा चाहिँ यस्तो भएको छ नि त होइन ओह बहिनी खुट्टा चाहिँ यस्तो भएको छ नि त न फ्यान चल्दैछ गाइस यहाँ चाहिँ यस्तो छ दार्जिलिङ पनि रोड होइन गाइस यहाँनिर चाहिँ के भन्छ कुनि के गाइस यहाँ पनि चाहिँ रोड होइन यहाँबाट उता हाइवे जाने बाटो गाइस दार्जिलिङ बहिनीलाई रैला भइदिइरहेको छ होइन बहिनी तलै खानुपर्छ होइन हामी तल जाउँ न सक्छौ है आम्बो फक्सी हानिदिएको गाइस फक्सी हान्दै मलाई उसले चाहिँ मेरो सोमको चाहिँ खुट्टा दुख्छ त्यही भएर यहीँ खान्छ भर्खर चाहिँ म त भर्खर खोल्छु सिधा अब अङ्कलहरूमा हामी जाँदैन को तपाईँ म रेहान त्यो पनि हेर्नु घुम्नु होइन नि झोला बोक्नु गाई झोला गाइस झोला रोक्नु पऱ्यो झोला ग्याङ म्याचिस होइन कुली नम्बर 1 ओके गाइस अब चाहिँ see you soon अब चाहिँ अहिले भेट्छौँ होइन ल है गाई त